सो गाइज वेलकम टु ब्याक माई च्यानल होइन अनि के भन्छ म चाहिँ धेरै दिनपछि गेममा आएको छु टक्क लाएर अनि मैले चाहिँ न्यू गेम भन्दा पनि ओल्डै अरू देशतिर चलिसकेको छ अनि नेपालमा चाहिँ अलिक चलेको छैन होइन अलिअलि फ्री फायर जस्तो पनि छ अनि अलिअलि पब्जी जस्तो पनि छ मैले खेलेको चाहिँ अब एक दिन दुई दिन हुँदैछ होइन अब चाहिँ म रेगुलर यही गेम खेल्छु होइन यही गेमले अगाडि बढाउनुपर्छ कृपया तपाईँहरू पनि सपोर्ट गरिदिनु होला होइन गरिदिएँ मैले स्टार्ट त्यति खेल्न त जानिँदैन होइन अब अलिअलि फ्री फायर जस्तो पनि छ अलिअलि पब्जी जस्तो पनि छ होइन टक्क लाएर आफ्नै टिम पो हो अलिक हार्डै छ कि गेम चाहिँ कसरी खेल्ने के गर्ने के होइन टक्क लाएर अनि बिस्तारै सिक्नुपर्छ यो गेम पनि होइन के भन्छ यसको यो सेटिङ कम्प्रोमाइज पनि होइन त्यो कस्टम हुन्छ नि सेटिङको त्यो मिलाउन पाइन्छ फ्री फायरको जस्तै अलिअलि फ्री फायर जस्तो इमोट पनि झिकेको छ मैले सायद होइन अब 8 लेभल पुगेपछि अनि त्यो अर्को इमोट पनि दिन्छ मरे यार म मरे खेल्न सेल्न आउँदैन मलाई के गर्नु रिभाइभ गर्दैन फेरि यार हानिएछ एक राउन्ड त मुस्लिम न होइन टक्क लाएर तिनीहरू के हो केही थाहा छैन यो खेल्न त खेल्छ तर गेमको नियम सिम केही थाहा छैन होइन अलिअलि पब्जी जस्तो पनि छ होइन हानिएछ कति किल हानियो किल पनि हेर्न पाइँदैन पो त यसमा लास्टै के भन्छ गेम जित्नु पर्यो हेर्नु पर्यो अनि मात्रै किल हेर्न पाइन्छ अब कुन गन लिनु हो मलाई गनहरू पनि थाहा छैन यो गेम लिएको छ ग्रेनेडहरू कसरी फाल्ने थाहा छैन यो हावातालमा लिँदैछ होइन सेटिङ कस्टमाइज गर्नुपर्ने छ यो के भन्छ डिस्प्ले चाहिँ फ्री फायरको जस्तै हुनुपर्ने के पब्जीको जस्तो छ एनिमीहरू कहाँ छ त्यो पनि देखिँदैन पो त माथि छ क्या हो माथि नै छ जस्तो छ यो उड्ने कताबाट हो के गर्ने कताबाट केही थाहा छैन घोडा अगाडि रहेछ माथि त्यही क्या हो मरे त यार तपाईँ यहीँ रहेछ त अनि यहाँ हानिदिइहाल्यो नि जोस केटाहरूले हान्ने रहेछ
आफूलाई त खेल्न आउँदैन होइन। यत्तिकै डाउनलोड गरेर ट्राई मात्रै गरिदिएको। यो फ्री फायर खेल्ने बानी भएर यस्तो टक्क यस्तो यो अब गोली हानेर यसो लियोट गर्ने बानी छैन, त्यहीँ जान्छ हात चाहिँ फेरि। निकल। यिनीहरूले कुन बन्दुकले हान्छ हौ, यस्तो लागिदिन्छ हो। स्कोप लगाइ लगाइ हान्दो रहेछ अनि हानिएछ त एक त। हेर्न सक्नुहुन्छ नि यो लोगो छ नि यो फ्री फायरकै है। क्यारेक्टर चाहिँ अलिक फ्री फायरकै हुनु भनेको 2 किल त हान्ने छ होइन। क्यारेक्टर चाहिँ के भन्छ फ्री फायरकै जस्तै हुनुपर्ने के। हेर्नुहुन्छ ऱ्याङ्कहरू पनि फ्री फायरकै जस्तो छ। अब म गोल्डमा पुग्छु होला टक्क लगाएर अब यो गेम जिते यो 1-2 गेम जितेपछि चाहिँ। इमोट हेर्नु नि इमोट फ्री फायर के भन्छ लेभल क्रस हुने कहाँबाट हेर्थ्यो बिर्से। लेभल क्रस हुँदा पनि होइन कति लेभलमा छ भनेर कहाँबाट हेर्ने हो। लेभल त्यो हुन्छ नि लेभलको पनि त्यही सके 8 लेभल पुगेपछि के भन्छ त्यो आईवाला इमोट दिने त्यो फ्री फायरमा छ त्यही वाला इमोट छ होइन टक्क लगाएर ल फेरि गेम स्टार्ट गर्दैछु म चाहिँ अब। इभेन्ट्स पनि छ टक्क लगाएर हेर्न सक्नुहुन्छ। फ्री फायर भन्दा कम छैन क्या गेम चाहिँ तर। फ्री फायर पब्जी दुइटै मिक्स छ अलिक। क्यारेक्टर चाहिँ अलिक हुनुपर्ने के। कस्तो हेड हानिदिन्छु होइन म। अन्त हेडको हेड हानिदिन्छु म। ए यसमा डिजिटल पनि रहेछ त। मैले ध्यानै दिएको थिएन डिजिटल पनि रहेछ त अनि। यसले हेर्छ जान्छ यसरी हान्दाखेरि फ्री फायरको जस्तै ट्राई हान्छु ल म। तलबाट गएर हानौँ न। तल जाने बाटै छैन त अनि। ए हानिसक्यो त केटाहरूले। डिजर्ट लिएर ट्राई हान्नु भनेको त हेर्छ। अन्त डिक्सनरी गर्नु पर्यो धेरै भयो। कुन कुन के हो केही थाहा छैन मलाई त गाह्रो छ। फ्री फायरको जस्तै हानिदिउँ न। रन गर्ने चाहिँ अलिक भनेकै सारिराख्नु पर्ने हुन्छ हामीलाई।
ल मलाई नि 1 किल गर्न दिँदैन त हौ। यसमा चाहिँ होइन फ्री फायर भन्दा पनि धेरै पैसा आउने रहेछ। फ्री फायरमा त के भन्छ लास्ट गेममा मात्रै होला 1000 पैसा दिने 1000 टोकन। त्यसमा त टोकन आइराख्ने रहेछ होइन। यो कस्टमाइज चाहिँ भनेको यो यसरी माथिसम्म सार्नुपर्छ यो के भन्छ जोइस्टिक माथिसम्म सारेर अनि मात्रै जान्छ। तर फ्री फायरको सिस्टम छ है। कहाँ गयो 1 किल हानियो बल्ल। के लिनु यही ठिक छ गन। खेल्न आउने होइन। यिनीहरू चाहिँ कसरी उड्छ हौ? मेरोमा त छैन त उड्ने सिस्टम। एउटा छ कता छ ए हानिदियो बोया। यो लोगो छ नि यो गरिनाकै है। आशा छ पछि यो गेम पनि अलिक चल्यो भने डेन्जर जान्छ। म चाहिँ टक्क लगाएर गिफ्ट आएको छ होइन। क्यारेक्टर होला सायद यो। ल्याम्प पनि हुँदैन त हौ। खोइ त यो हेर्नुहोस् नि यो पनि फ्री फायरकै यस्तो यो हुन्छ नि यो ट्याक 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 यो ल्यामै हुँदैन त के भयो म। त्यही गेम बनाउनेहरू अलिक ठिक छैन रहेछ। राम्रोसँग अहिलेसम्म के भन्छ सर्भिस गरेको छैन गेमको के गेम बनाउँछ यिनीहरू। पुरै ब्यागै जानुपर्ने भयो मलाई। इभेन्ट्समा पनि धेरै कुरा छ होइन हेर्न सक्नुहुन्छ। के इभेन्ट छ त्यो थाहा भएन। आफू चाहिँ गेमतिर लाग्दिउँ। मैले साथी पनि बनाएको छु तर कता कताबाट त्यो थाहा छैन है। नेपालबाट त छैन होला। नेपाली नेपालीहरूलाई चाहिँ म एउटा मेसेज दिन चाहन्छु होइन। ट्राई गर्नु पर्यो क्या ट्राई गर्नु पर्यो खेल्नु पर्यो अगाडि बढाउनु पर्यो के भन्छ गेमर बन्ने सपना जसको छ नि उसले अहिले यो स्टार्टिङ गरिराख्यो भने होइन भोलिको दिनमा यो गेम 81 चलिदियो भने त्यतिखेर गेमर बनिन्छ क्या। यो मेसेज चाहिँ दिन चाहन्छु म।
ऱ्याङ्कहरू पनि छ है, तर यसलाई कहाँबाट भ्यू गर्छ हौ? फ्री फायरमा त भ्यू गर्ने हुन्थ्यो। अब खै अब के हो? त्यो फ्री फायरमा त भ्यू गर्ने हुन्थ्यो होइन? अनि के भन्छ टक्क यहाँ यो यहाँनेरि प्लसको बटम हुन्थ्यो, त्यसमा त क्यारेक्टर युज गर्न मिल्थ्यो। यो त के हो? मलाई नै झ्याउ लागिसक्यो अब त खेल्दा खेल्दै। भरे भर्खर म 4 लेभलमा छु होइन? यो फ्री फायरमा आइसकेको छ यो गनको स्किन होइन? क्यारेक्टर पनि चेन्ज गरी गरी खेल्न पर्ने हुन्छ हामीलाई। गन चाहिँ 2टा मात्रै लिन पाइने रहेछ। टिजेट लिएर हानौँ न। यसमा चाहिँ पेट पनि छ है। ए पेट कहाँ चढेको भाइ त? ओए 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 म मरे हो। तिमी किन हानियो त हो एकैचोटिमा? ग्रेनेड स्रेनेड कसरी हान्ने हो त्यो थाहा नै छैन के। ग्रेनेडको यो अप्सन कहाँ छ? ए बल्ल बुझेँ यस्तो अब बल्ल भयो। ग्रेनेडको अप्सन यहाँ रहेछ होइन? कताबाट हान्दैछ हौ सीमा झिक्नेहरू? हानिदिइहाल्यो नि यार। नब्बे रहेछ है गयो त उपेर हेरी मात्रै रहेछ त। गयो मादर चोत। अब म चाहिँ होइन एउटा कुरा के हो भने प्राय म यही गेममा आउँछु होला। म फ्री फायर त अब म ब्याक जान्छु, म छोड्छु गेम खेल्न त्यो होइन। ह्याकरहरू प्यानल युजरहरू धेरै भयो के। कत्रो भित्रबाट त्यो भित्ताबाट हानिदिन्छ उनीहरूले सबै प्यानल युजरहरू भएर। तर यो गेम खेल्न पनि सहिलो त छैन होइन? कहाँ छ हौ यिनीहरू? ओए ओए यसमा फेरि ग्लुवाल हुँदैन क्या, त्यही गाह्रो। टक्क लगाएर मेरी हान्नुपर्छ।
हानिन्छ नि हो फ्री फायर प्लेयरबाट यत्तिको हान्न नसके त के गेम खेल्नु होइन भ्याक्टरलाई हान्नु पर्यो अब लियोड गर्ने चाहिँ अब म यतापट्टि राख्नुपर्ने कि म्यापलाई यतापट्टि सबै फ्री फायरकै म सेटिङ राख्नु पर्यो अब कुद्ने चाहिँ भएन क्या यो रन गर्ने चाहिँ होइन एउटा प्रब्लम भनेको चाहिँ यो गेममा त्यही रन गर्ने चाहिँ भएन क्या सबै ठिकै छ रन गर्ने र यो अब फ्री फायरमा त होइन आफ्नो यो पुरा जिउ देखाउँछ यसमा चाहिँ गन मात्रै देखाउने रहेछ यो दुईटा प्रब्लम भयो क्या तर बिस्तारै बानी बसिहाल्छ नि खेल्दै गएपछि फेरि पनि कहाँ पहिला सुरुमै बानी थियो त होइन कि तर बेमार छ मैले नै हानेर यो अरूले हान हौ मैले नै हानेछु जहाँ ठुलै AK47 पनि रहेछ होइन गाइज तर यो रोबोटवाला भयो अलिक कता छ हौ अरूको को एनिमी को आफ्नो देखिँदैन अब चाहिँ मलाई बचेर खेल्नु पर्ने हुन्छ होइन उनीहरूले पनि 2 राउन्ड हानिसक्यो तर म्याप नै मलाई समझमा आउँदैन हौ कुन खालको म्याप हो यो साला किल चोर भस्रीवाला कता आएर मरे म फेरि यहाँ अगाडि छ एउटा साला एउटा किल चोर दिइहाल
टपमै आइदिएछ। भर्खर सिल्भरमा। ओइ 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 ओइ, म खेल्दिनँ होइन। लो सो गाइज आजको लागि यति नै होइन, अनि भेटौँला फेरि हामी भोलिको दिन नेक्स्ट भिडियोमा टक्क लाएर कति लेभल पुग्छु होइन। भेटौँला हामी फेरि नेक्स्ट भिडियोमा। अहिलेको लागि यति नै। बाई बाई।